हेलो गाइस, आज चाहिँ हाम्रो नानी 3 महिना कम्प्लिट हुन आँट्यो। अनि अब भोलि छोडेर पर्सिको दिन चाहिँ भ्याक्सिन छ। भ्याक्सिन हाल्दा चाहिँ धेरै प्रब्लम हुँदो रहेछ। रातभरि रुन्छ, रातभरि तर्सिन्छ हो। राति नानीलाई सुताउनु साह्रो पर्छ। अहिले चाहिँ हाम्रो नानी 2.5 महिना कम्प्लिट भयो है। यति ठुलो भएको छ, देख्नु थालेको छ, कुराहरू सुन्नु थालेको छ। अन्त हाम्रो कन्डिसन चाहिँ यस्तै छ। हेर्दा हेर्दै नानी पनि ठुलो भइसक्यो। नानी हो, एल्लो भनिदेऊ, सबैजनालाई एल्लो भनिदेऊ हो। दिनभरि सुत्छ, रातभरि उठ्छ। 5 दिन भयो अरे टोइलेट नगरेको, खोइ के भयो नानीलाई पनि। त भोलिको दिन चाहिँ हामीलाई एकदमै गाह्रो। त्यो दिन त सुत्नै दिँदैन।